हेलो गाइस, सुमित भट्टराईको भ्लगमा तपाईहरुलाई स्वागत छ। म चाहिँ आज श्री अन्तु इलाममा छु। बिहानको भ्यू यस्तो छ श्री अन्तु इलामको। देखिए ये श्री अन्तु इलाम है, यहाँ का नजरिया ऐसा दिख रहा है। यस्तो छ, यहाँ पिङ छ। म चाहिँ अहिले टाइमलेस भ्यूमा छु। यो टाइमलेस भ्यू यो हो। अनि यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ। यो ठ्याक्कै यो डाँडाको उतापट्टि चाहिँ पोखरी छ। आइज पिङ देखाउँदैछु। अब यो यतापट्टिको डाँडा भनेको चाहिँ कन्यम, यता कन्यम पर्छ। यहाँको मौसम चाहिँ मस्त, घाम लागिरहेछ, चिसो मौसम छ। अनि आनन्दको मौसम छ। रातभरि उज्यालो बत्तीले झिलिमिली थियो, अहिले फेरि मान्छेको हल्ला यताउतिले झिलिमिली छ। म्याउ पनि यस्तो क्युट थियो, कलर चेन्ज भएर यस्तो भएको छ। अहिले मस्त घाम ताप्दैछ। बिरालो र कुकुरमा चाहिँ यही फरक छ। कुकुर चाहिँ यहाँ आफ्नो क्लिनिङमा ध्यान दिँदैछ। त्यो फोहोरी कहाँ फोहोर खेलाउँदैछ। आयो फटा बदमास। ओ बदमास, आयो बदमास। हेर्नु न, कता चकचक गरेको, भागो, पुच्छर लुकाएर भाग्दैछ। ओइ, 12 वर्ष राख्नै नपरी कुकुरको पुच्छर सिधा भएछ त। आइज दे। ओइ, टोक्छस्। यहाँ चाहिँ कुकुर र बिरालो पनि मिलिरहेको छ। यो चिसो मौसममा न्यानो घाम ताप्दैछ हाम्रो म्याउ। हजुर, अब असिम भाइ र म चाहिँ अन्तुडाँडा जाँदैछौँ। आएको होइन हुन्थ्यो रहेछ। बाइक तल पार्किङ गरेर असिम भाइ र म चाहिँ हिँडिसक्यौँ। अब गुरुङ भाइ छैन। गुरुङ अनिस भाइको छोटा भाइ अनि असिम भाइ छ यहाँ मसँग अहिले अचेल। अब यो बाटो यहाँ आउने भन्ने रहर मात्रै हो कि यो हिँड्दाखेरि चाहिँ मुत त घोडा गनाएको कि। यो बाटो फेरि बटारिएको छ, हामी सर्टकट जानुपर्छ। सर्टकट पनि के अलिकति त त्यहाँ हुन्छ सर्टकट। कुछ पैसे बचा के घुम लिया करो भने जस्तै त्यस्तैमा बनाएर हालिरहेको हुन्छ नि। बिहानै आउने कुरा थियो, तर बिहान आउन सकिएन। अल्छीले आउनु त सकिन्थ्यो। म त उठि पनि सकेको थिएँ। यसो बाहिर निक्लेको, ना बाबा ना यो जाडोमा बाइक कुदाएर आउनु सकिँदैन भनेर आइएन। अब घाम टल्ल लागेपछि आइयो। सूर्योदय नहेरे पनि, अब सूर्योदय नहेरे पनि ठाउँ चाहिँ हेरेर आउने भयो। असिम भाइको चाहिँ फर्स्ट टाइम अरे। फर्स्ट टाइम अब लास्ट टाइम नै हुन्छ जस्तो छ। यत्रो हिँड्नु पहिला त गाडी लानु दिन्थ्यो नि त। अनि यहीँबाट आउँदैछ। हामी चाहिँ बाइक राखेर आयौँ, अरू चाहिँ बाइक र स्कुटीमा टुइटी आउँदैछन्। हाम्रो
हमारे साथ अन्याय हुआ है। यहाँ चाहिँ अब लोकलहरूले होला यो चलाउनु भएको चाहिँ। आउने पर्यटकहरूलाई चाहिँ बाइक तलै राखेर कि घोडाको सवार गरेर आउनु पर्यो, नभए त कि सायद बाइक हुनेलाई चाहिँ दिने हिँड्नेलाई चाहिँ थियो कि थुनिराखेको त्यो बाटो गेट लगाइरहेको थियो। अनि यस्तो ल्याङल्याङ जबरजस्ती गर्न पनि आएन। सही दुईवटा खुट्टा ल्याएर आइँदैछ। पश्चिम भाइ चाहिँ पाहाड नहिँडेर होला स्यास्या भइसक्यो यतिमै। माथिको ठुलो बाती गरेर लगायो भने त गाह्रो छ भने यहाँबाट निक्लिन चाहिँ। तर होस् भने आउँदा चाहिँ त्यताबाट हामी चाहिँ त्यहाँ टिकट काटेर छिरिसकेका छौँ। अब यो हो माथिको अन्टु डाँडा चाहिँ ठुला। यहाँ माथि आइसकेका छौँ फाइनली। यहाँबाट चाहिँ बन्जिङ जम्पिङ पनि हुन्छ। खोइ कहाँबाट हुन्छ हुन चाहिँ यो त विज्ञापनको लागि होला, यहाँबाट हुँदैन। यहाँ आउनेहरूले यसो हेर्छन् भनेर टाँस्या होला यो। सूर्योदय 8 बिरिङ भ्याली कन्याममा चाहिँ हुने है। लाली गुराँस हो कि होइन होला लाली गुराँस। यी लाली गुराँस झपङ्ग फुलेछन् जगमग। यही सिजन रहेछ र त फुल्यो होला नि। लु हामीले टेकिसकेका छौँ अब अन्तु डाँडा श्रीअन्तु। यहाँबाट डगेश भाइ थियो कता गएको नि। बिहान चाहिँ यहाँ भेटभाट थियो होला, अहिले चाहिँ खाली खाली भइसकेर आएर छ। हिँड्दा फुल चाहिँ सब ओइली गएछ, फुल टिप्न मनाइ छ भनेर टाँसिरहेछ। ओइ ओइ आशीर्वाद ढोक गरिस्। यहाँबाट सूर्योदय हेर्ने हो। तर अब सूर्य चाहिँ हाम्रो ठ्याक्कै टाउको माथि 12 बज्न आँट्यो। अनि यस्तो छ। चिरिक्क घाम लागेको छ नि। बरु तल चाहिँ जाडो होला, यहाँ चाहिँ गर्मी छ। चाहिँ पुरा हिँड्दै आउनुपर्छ त्यो तलदेखि। बडीलाई पनि राम्रो एक्सर्साइज हुन्छ। अनि सबैभन्दा अग्लो भएर त यही हो अन्तु डाँडो। हेर नामै अन्तु डाँडो। यहाँबाट सूर्योदय हेर्ने नेपालमा सबैभन्दा पहिला सूर्य चाहिँ यहाँबाट हेरिन्छ प्रवेश गर्दै गरेको। अब यतापट्टि चाहिँ ठ्याक्कै मिरिक दार्जिलिङहरू चाहिँ यता छ दिस साइड। यता तल कन्याम। लाली गुराँस फुलेको रहेछ। यो चाहिँ पानी ट्याङ्की होला हौ। मन परेको फुल सुके पनि रसिलो, ओइले पनि रसिलो, राम्रो होइन। यहाँ चाहिँ औषधि हुन्छ भनेर लाली गुराँसको फुल खाइयो। यसको टेस्ट चाहिँ हल्का अमिलो टाइपको हुँदो रहेछ। मान्छेहरू आउने क्रम रोकिएको छैन, अझै आउँदै हुनुहुन्छ। यो घुम्ने टाइम नै हो, मौसम नै हो। अनि यो तलबाट यो सिँढी चढ्दै टावर पनि चढ्न पाइन्छ। टावर ओहो हो यतापट्टि चाहिँ दामी रहेछ। यस्तो दामी भ्यू। यो डाँडालाई सोध, यो हावालाई सोध, यो मिलेका रुखलाई सोध। हामी अन्तु डाँडा आएकै।
असिम भाइ र म चाहिँ माथि अन्टु डाँडा घुमेर तल झरिसकेका छौँ। तल झर्दैछौँ अब। यो काम नलाग्ने बोरा चाहिँ यसरी डस्टबिन बनाउनु काम लगाएको रहेछ यहाँनिर। आउँदै बवाल भयो अरे भिडियो त। बोरालाई काम लगाइसकेपछि के गर्ने भन्दा यसरी डस्टबिन बनाउने। यो चाहिँ श्री अन्टु डाँडामा अरू डस्टबिन फाल्यो होला यसरी बनाएछन्। प्लास्टिकको बोरा काम लगाएछन्। यहाँ पनि छ। सबै प्रायः त्यस्तै लागिरहेको छ। पहिला चाहिँ त्यो उयो थियो क्या लात्ताले हान्दियो होला। हामी चाहिँ तल छ बाटो त्यो नरोजेर यताबाट आयौँ। अलिक छुट्टै होस् भनेर त्यहाँ चाहिँ बाइक साइक कुदाएर धुलै धुलो छ। यस्तो छ यहाँनिर। तलबाट छ बाटो। हामी चाहिँ बाटो नरोजेर अर्को बाटो हिँड्दैछौँ। तर यहाँ पनि मान्छेहरू धेरै हिँड्न थालेको रहेछन्। बाटै भइसकेको रहेछ। पहिला पहिला थिएन यहाँ बाटो। म सुरुमै आउँदाखेरि त्यो कहाँ जान्छ थाहा नै नपाइयो बाटो हिँडेको क्या। त्यतिखेर थिएन बाटो। स्वात्तै छिरे यता निक्लिन्छ भनेर अनुमान लगाएर जस निक्लिँदो रहेछ। भागो बचाऊ। यो त लास्ट डेन्जर ठाउँ। डेन्जर अहिले त यहाँ यस्तो भएछ। म त्यो सुरुमा आउँदाखेरि यहाँ त्यो यो जरा पनि निक्लेको थिएन। माटो माटो थियो। पानी पनि परेको थियो के थियो क्या। डराउँदै आएको एक्लै थिएँ। यस्तो जङ्गल छ। भालुहरू पनि छन् होला हौ यहाँ त।